नमस्कार साथीहरू, गुड इभिनिङ। कन्टेन्ट क्रिएटरहरूको लागि चाहिँ खुसीको खबर छ है। डिसेम्बर महिनामा फेसबुकले बोनस प्रोग्राम इस्टाब्लिस गरेको छ। कतिजनालाई थाहा छैन होला, यो चाहिँ एक्टिभेट गरिहाल्नुपर्छ 10 तारिकसम्म चाहिँ। बोनस चाहिँ के हो भने तपाईँले जति पनि कमाउनुहुन्छ फेसबुकको थ्रुबाट है, मोनिटाइजेसन प्रोग्रामको थ्रुबाट, त्यसको 20% चाहिँ फेसबुकले यो डिसेम्बर महिनामा चाहिँ दिने भएको छ। किनभने अस्ति मैले त्यसै भिडियो हालेको होइन, ड्राइभरहरूको बोनस हुनुपर्छ, मिहिनेत गरेको, सालभरि काम गरेको भनेर। फेसबुकले पनि सालभरि काम गरेको बदली चाहिँ तपाईँहरूलाई यो डिसेम्बर महिनामा चाहिँ मिहिनेतको कारणले गर्दा 20% चाहिँ बोनस दिने भएको छ यो डिसेम्बर महिनाको। सपोज तपाईँले $100 कमाउनु भयो भने त्यसमा $100 कमाउनु भयो भने $20 चाहिँ तपाईँलाई फ्रीमा दिन्छ है। 20% भनेको त्यही त हो, तर त्यसको लिमिटेसन छ। आफ्नो प्रोफाइल हेरिदिई हुन्छ। जस्तो मलाई $500 दिएको छ, $500 बेसी कमायो भने त्यसको फेरि 20% दिँदैन, 500 मात्रै दिन्छ होइन। त्योभन्दा बेसी त 500 त कमिँदैन होइन। सालभरिमा पनि $500 कमाउनु साह्रो पर्छ। तर एउटा भनाइ, एउटा रुल त रुलै हो, भनिदिनु पऱ्यो। र कतिजनालाई याद छैन भने छिटो तपाईँहरूको मोनिटाइजेसन प्रोग्राममा गएर तपाईँको प्रोफेसनल ड्यासबोर्डमा गएर त्यो 10 तारिकसम्म मात्रै छ है। 10 तारिकभित्र तपाईँले एक्टिभेट गरिहाल्नुपर्छ, केही गर्नु पर्दैन। त्यहाँ गएर बोनस प्रोग्राममा गएर मोनिटाइजेसन बोनस आएको हुन्छ, त्यसमा गएर एक्टिभेट लेखेको हुन्छ, एक्टिभेट एकखेप थिचिदिनुहोस्। एक्टिभेट भइहाल्छ आजदेखि। 10 तारिकसम्म चाहिँ तपाईँले एक्टिभेट गरिहाल्नुपर्छ। मेरोमा चाहिँ त्यस्तो आएको थियो। अन्त साथीहरू, लु छिटो योपालि चाहिँ खुसीको खबर सबैजनालाई, छिटो गएर एक्टिभेट गरिहाल्नुहोस्। यो डिसेम्बर महिनाको 20% बोनस तपाईँहरूले पाउनुहुन्छ। थ्याङ्क यू।